भारतको अहमदाबादमा भएको एयर इन्डियाको विमान दुर्घटनामा गुजरातका पूर्व मुख्यमन्त्री विजय रूपाणी सहित अधिकांशको मृत्यु भएको छ। आज दिउँसो अहमदाबादबाट लन्डन प्रस्थान गर्न लागेको एयर इन्डियाको फ्लाइट AI 171 विमानमा 232 यात्रुसहित 10 क्रू मेम्बर सवार थिए। दुर्घटनामा कोही पनि जीवित भेटिने आशा नदेखिएको अहमदाबादका पुलिस कमिश्नर GS मालिकको भनाई उद्धृत गर्दै समाचार संस्था APले जनाएको छ। उनका अनुसार घाइते अवस्थामा अस्पताल लगिएका यात्रुहरूको अवस्था पनि अत्यन्तै गम्भीर छ र बचाउन मुस्किल देखिएको छ। दुर्घटनामा अहिलेसम्म 100 जनाको शव भेटिएको भारतीय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन्। दुर्घटनामा परेको विमान बोइङ 787-8 एयरक्राफ्ट हो। आज दिउँसो 1:38 बजे रनवेबाट टेक अफ गरेको विमान विमानस्थलकै पर्खाल र एयर कस्टम कार्गो अफिस नजिकै विमान ठोकिएको थियो। प्रत्यक्षदर्शीका अनुसार विमान उडान भर्दादेखि नै निकै तल उडिरहेको थियो। दुर्घटनापछि विमान 2 टुक्रा भएको निकै ठूलो आगोको मुस्लो देखिएको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै BBC हिन्दीले उल्लेख गरेको छ। अहमदाबादको सरदार वल्लभभाई पटेल अन्तर्राष्ट्रिय विमानस्थलको रनवेबाट टेक अफ गरेको केही मिनेटमै विमान नजिकै भवनमा ठोकियो। विमान ठोकिएको 5 तले भवन अहमदाबादको अस्पतालका डाक्टरहरूको आवास भएको बताइएको छ। विमान खसेर आगलागी हुँदा 15 जना डाक्टर घाइते भएका विवरणहरू आएका छन्। दुर्घटनापछि एयर इन्डियाले यात्रुका आफन्तलाई सहजीकरण र सूचना दिन हटलाइन नम्बर जारी गरेको जनाइएको छ।